हेलो दाजुभाइ दिदीबहिनीहरू, गुड मर्निङ भन्दै आजको दिनको सुरुवात गर्छु र तपाईँहरूको दिन शुभ रहोस् भन्दै मेरो फर्स्ट भ्लगको यात्रा जापानको वास्तविक लाइफको बारेमा तपाईँहरूसँग प्रस्तुत हुन आइसकेको छु। म जगदीश धामी, हाल जापानवासी। अहिले चाहिँ बिहानको 6:50 भइसकेको छ र म रुमबाट कामको लागि हिँडिसकेको छु। अब 8 बजेबाट काम सुरु हुन्छ, त्यसैले काममा जानु 1 घन्टा 10-15 मिनट जति लाग्ने भएकाले अहिले चाहिँ म रुमबाट चाहिँ स्टेसनतर्फ गइराखेको छु र तपाईँहरूलाई जापानको वास्तविक लाइफको बारेमा जान्न चाहनुहुन्छ र अब जापान आउन लाग्नु भएको छ र जापान आइसक्नु भएको छ भने तपाईहरूलाई यो मेरो भिडियो हेरेर धेरै नै सहयोग मिल्नेछ र तपाईँहरूले यस्तै भिडियोहरू मन पराउनुहुन्छ भने युट्युबमा गएर जेडी भ्लग्समा हेर्न सक्नुहुनेछ है। यो चाहिँ मेरो फर्स्ट भ्लग भएर चाहिँ अलिकति क्यामेरा अगाडि बोल्न चाहिँ नर्भस फिल भइराखेको छ। अनि मान्छेहरू हाँसिराखेको छ मलाई देखेर, म ढिला भएर कुद्नु परिराखेको छ। ट्रेन छुट्छ भनेर यति कुद्नु पर्छ है। फेरि जापानमा चाहिँ ट्रेन चाहिँ टाइम टु टाइम हुन्छ कि, अनि त्यही भएर चाहिँ कुदिहाल्नु पर्छ समय मिलाएर। चट्ट नत्र काम ढिला भइहाल्छ होइन। फाइनल्ली गाइज होइन, म स्टेसन आइसकेको छु र अब यहाँबाट ट्रेनमा चढेर सम्म जाने हो। तपाईँहरूलाई नि देखाउने छु ट्रेन आउनु लागेको, ट्रेनभित्रको दृश्यहरू। मान्छेहरू यति धेरै हुन्छ गाइज होइन। यता मेरो पछाडिहरू हेर्दा कमै हुन्छ, अरू ठाउँमा चाहिँ यति ट्रेनभित्र छिर्न नि धौधौ पर्छ। बाटोमा छिरेर माथि ट्रेन चढ्ने ठाउँसम्मको बनाउँछ। ट्रेनभित्र चाहिँ पारेर है। まもなく1番線高駅停車府中本町行きが参ります。危ないですから黄色いタआज त खाली नै छ त, आइतबार भएर होला, त्यतिखेर मान्छे नै छैन। भित्र गएर पनि तपाईँहरूलाई अलिकति भित्रको दृश्य पनि देखाउने छु। बोल्न नमिले पनि तपाईँहरू भित्रको दृश्य हेर्न सक्नुहुनेछ है। चट्ट पारेर म देखाउने छु है। おはようございます。1番線ご注意ください。फाइनल्ली गाइज अहिले त म ट्रेनबाट झरिसकेको छु र ट्रेन चेन्ज गर्नलाई अर्को ट्रेनतिर बिस्तारै गइराखेको छु। अर्को ट्रेन चाहिँ कतिको छ हेरौँ है त, कतिको छ हेरौँ है। कसैलाई छुट्न नि मिल्दैन, कसैसँग बोल्न नि मिल्दैन। अचम्मको छ त्यो छुट्छु कि भनेर म चाहिँ कुदिराखेको छु। ट्रेन चाहिँ ठ्याक्कै भन्नुपर्दा चाहिँ कतिको छ भने चाहिँ 27को ट्रेन रहेछ। अलिकति ढिला नै हुने भयो आज काममा चाहिँ। ट्रेनभित्र जाँदा चाहिँ क्यामेरा बन्द गर्नुको कारण के हो भने चाहिँ ट्रेनभित्र चाहिँ अलिकति बोल्न मिल्दैन कि, कोही पनि बोल्दैन, सबै आफ्नै धुनमा बसिराखेको हुन्छ होइन। त्यहाँनिर कोही चाहिँ खासै कोही चाहिँ त्यही भएर मैले चाहिँ क्यामेरा बन्द गरेर बसेर आएको हो। चाहिँ
28 को ट्रेन रहेछ, तल 27 को देखाउँछ होइन, माथि 28 को हो। अहिले चाहिँ कति भएको छ है, टाइम हेर्न नि घडी छैन है। फाइनली गाइस 7 बजेर 28 मिनट भइसकेको छ र ट्रेन पनि आइसकेको छ। त्यो ट्रेन चाहिँ मैले काम गर्ने ठाउँसम्म चाहिँ जाँदैन, तर अहिले यस्तो नै नादु स्टेसनसम्म चाहिँ जान्छु। त्यहाँबाट म हिँडेर जाने हो। यो चाहिँ लास्ट ट्रेन है मेरो चाहिँ। अब चाहिँ प्राइस चेन्ज गर्नु चाहिँ पर्दैन, यो ट्रेनमा जाने हो नादु स्टेसनसम्म। अब चाहिँ 10 मिनट जति लाग्छ है। अब म ट्रेनभित्र जान्छु, तपाईँहरू देखाउँछु है। ट्रेनबाट झरिसकेको छु र मेरो कम्पनी नजिकैको स्टेसनमा म पुगिसकेको छु। अब चाहिँ हिँडेर यहाँबाट चाहिँ हिँडेर गयो भने चाहिँ 20 मिनट जति लाग्छ कम्पनी पुग्न। गाडीमा गयो भने चाहिँ 7-8 मिनट जति लाग्छ। अनि कम्पनी जानु काम गर्नुभन्दा पहिला चाहिँ दिउँसोतिर चाहिँ 1 घन्टा जति ब्रेक टाइम हुन्छ। अनि त्यो ब्रेक टाइममा खानलाई आफूलाई मनपर्ने खाजा किन्नु म सुपर मार्केटभित्र सिक्दैछु। तपाईँहरूलाई सुपर मार्केटभित्रको दृश्यहरू देखाउने छु र मैले कार्ड टच गरेर चाहिँ स्टेसनबाट बाहिर निस्किसकेको छु। तर पैसा पुगेन यसमा चाहिँ। अब पैसा चाहिँ तिरेर गइहाल्ने हो। फाइनल्ली गाइस खाजा किनेर चाहिँ बाहिर निस्किसकेको छौँ हामीहरू चाहिँ। अब सिधै कम्पनीतिर। यहाँबाट कम्पनी 20 मिनट लाग्छ, ढिला भइसकेको छ अलरेडी। अब ढिला त भइहाल्यो। अब भ्लग बनाउँदै जाउँ भनेर चाहिँ म चाहिँ भ्लग बनाउनतिर लागिरहेको छु भने अब यहाँबाट कुद्दै जाउँ भने नि थकाइ लाग्छ, भित्र गएर काम गर्नुपर्छ। त्यही भएर भ्लग बनाउँदै बिस्तारै जान्छ। अब ढिला हुनु चाहिँ भइसकेको छ र तै पनि कुदिरहेको छु है सोरो चाहिँ। फाइनल्ली गाइज होइन म कम्पनी बाहिर पुगिसकेको छु र कुद्दा कुद्दै सबै कुदिरहेको होइन, सबैको ढिला भएको। अझै 4 मिनट छ 8 बज्नमा। 8 बजीबाट चाहिँ काम स्टार्ट भइहाल्छ है। म चाहिँ कुद्दै जान्छु र टाइममै भ्याउँछु। यहाँनिरै चाहिँ जाने सिक्युरिटी बसेको हुन्छ होइन, यहाँ गाडीहरू आउँछ। त्यही भएर चाहिँ अर्को झुकाउनु पर्छ। म यो जाइमास जानुपर्छ कि उनीहरू मात्र नटेर जस्तो गऱ्यो भनेर सोध्छन् कि उनीहरू आउने बित्तिकै कस्तो खतरा थाकेको कि गाइस। अब चाहिँ मेरो आफ्नो आइडी कार्ड निकालेर चाहिँ यहाँबाट चाहिँ भित्र छिरिहाल्ने हो है। तर मैले हिजो कहाँ हालेको, जाने बेला हिजो म छिट्टै गएको थिएँ। मेरो कार्ड चाहिँ यो चाहिँ मेरो कार्ड हो। यहाँनिर टच गरेर चट्ट गरेर यसरी आइहाल्ने हो। म चाहिँ पुगिसकेको छु। आफ्नो झोलाहरू सबै लकरमा राखेर
म चाहिँ भित्र छिरिहाल्नेछु। यो दाइमा मिस्टर है। ओके बाई बाई। अहिले चाहिँ पछि 5 बजेसम्म काम हो। अहिले 5 बजे भेटौँला फेरि। मात्रै मास्छु फाइनली गाइज उसो गरे समादेश होइन। मैले 9 घन्टा 8 घन्टा काम हानेर बाहिर निस्किसकेको छु। 8 घन्टापछि बाहिर निस्किँदा त आप्पामा पुरै घामसाम अस्ताइसकेछ है। बाहिरतिर चाहिँ घाम अस्ताइने गर्मी चाहिँ घटेको छैन। पुरै सर्ट भिज्ने खाले छ। अलि कुद्यो भने चाहिँ अहिले चाहिँ कुद्दैन। बिहान चाहिँ हतारमा चाहिँ त्यही भएर अलिकति कुदेको हो। अब चाहिँ मजाले भिडियो बनाउँदै जाने हो गाइस होइन। म चाहिँ यो पारामा छु टक्क पारेर। यो चाहिँ मेरो कम्पनी चट्ट पारेर यतापट्टितिर चाहिँ होइन। अब अरू के भनौँ, अब घर जाने थकाइ लाग्छ अलिअलि। टक्क पारेर नुहाएर चट्ट खानासाना बनाएर खाएर सुतिहाल्नु पर्ने छ। भोलि बिहानै उठेर स्कुल छ। अनि गाह्रो छ नि जापानको लाइफ। अलिकति टाइमिङहरू मिलाउन सक्यो भने चाहिँ ठिकै लाग्छ। अब टाइम मिलेन यताउति भएन भने चाहिँ अलिक चाहिँ गाह्रो हुन्छ। त्यही भएर सबैजना तपाईँहरू नयाँ आउनु भएकोहरू सबैजना त्यो टाइम मिलाउने काम सबै कुराहरू ठिक्क मिल्यो भने तालमेल सबै कुराको मिल्यो भने चाहिँ सबै ठिक्क पर्छ। नत्र बिचमा गाह्रो आउँछ अवस्था चाहिँ है। अरू यस्तै छ मेरो जिन्दगी। यो चाहिँ गार्डन हो है। मेरो काम गर्ने कम्पनीको अगाडितिरको गार्डन हो। आजलाई चाहिँ यत्तिकै। तपाईँहरूलाई कस्तो लाग्यो त मेरो भ्लग? कृपया कमेन्टमा तपाईँहरू बताउन सक्नुहुनेछ। र यस्तै भिडियोहरू मनपर्छ भने चाहिँ सब्सक्राइब गरेर बेल आइकन थिच्नुहुन्छ भन्ने तपाईँहरूबाट आशा राखेको छु। र आइतबार सधैँ यस्तै भ्लगहरू आइराख्ने छ। र यो चाहिँ आज मेरो फर्स्ट दिन भएको हुनाले चाहिँ त्यति धेरै राम्रो चाहिँ भएको छैन। प्रयास गर्दै जानेछु र तपाईँहरूमा राम्रो भिडियोहरू लिएर आउने नै छु भन्दै आजलाई चाहिँ ओचुगारे समादेश। फेरि अर्को पार्टमा डे 2 मा चाहिँ फेरि भेट्नेछौँ। हस्, धन्यवाद, बाई बाई।